नमस्कार। आजको प्रश्न, नयाँ उत्पादन वा सेवाको सिर्जना नगरी अरूको नीतिगत वा शक्तिको प्रयोग गरेर फाइदा लिन खोज्नुलाई रेन्ट सिकिङ भनिन्छ भने यो सिद्धान्तका प्रारम्भिक प्रस्तावक को हुन्? अब उत्तर दिने पालो तपाईको समय सुरु हुन्छ। अब म सही उत्तर लेख्छु र यस विषयमा थप जानकारी पनि गराउँछु। हेर्नुहोस्। तपाईलाई राम्रो लागेको छ र फेरि सुन्न चाहनुहुन्छ भने लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। ठिक नलागे कमेन्ट गरेर सुधार गर्ने मौका दिनुहोला। जाँदै उत्तर कमेन्ट गर्ने शर्तमा एक थप प्रश्न।